नमस्कार सबैजनालाई। पिँडालु र गुन्द्रुकको रेसिपी निकै लामो समय पश्चात लिएर आएको छु। काम सँगसँगै केही व्यस्तताले गर्दाखेरि यस्तो भएको थियो। पिँडालु लिए, त्यसपछि गुन्द्रुक अनि तोरीको तेल एउटा भाँडामा राखेर गुन्द्रुकलाई फ्राई गरिदिनेछौँ। अबको समयमा रेसिपीहरू कन्टिन्यू फेरि पनि आउनेछ। यसरी गुन्द्रुक फ्राई गरेर एक साइडमा राखौँ। त्यही भाँडामा तोरीको तेल, मेथी, जिरा, थोरै सुकेको खुर्सानी अनि प्याजलाई यसरी राखेर चलाइदिन्छौँ। यतिको भए पश्चात पिँडालुलाई राखिदिने। आजको दिनहरूसम्म तपाईँहरूको साथ र सपोर्टको लागि धेरै धन्यवाद। यसलाई छोपेर बिचबिचमा चलाउँदै यसलाई पकाउँदै तयार गर्दै रहनुपर्छ। निकै नै सजिलो पनि हुन्छ पकाउनको लागि चाहिँ। त्यसमाथि गुन्द्रुक र पिँडालु निकै नै स्वादिलो खानेकुरा पनि हो। नुन र बेसार यसरी राखेर यसलाई पनि चलाएर तयार गर्दै रहनुपर्छ। बिचमा यसलाई छोप्दै पकाउने अनि टमाटरलाई राखेर चलाइदिने। अब टमाटर यसरी सफ्ट हुन थालेपछि मिक्स मसला राखिदिएको छु। हरियो खुर्सानी पनि राखिदिएँ। मिक्स मसलाको ठाउँमा जिरा र धनियाँ मात्रै राखेर पकाउन पनि सकिन्छ। छोपेर यसलाई पकाउँछौँ। यसरी पिँडालु पनि राम्रोसँग सफ्ट हुन थाली पनि सकेको छ। चलाएर यसरी तयार भएपछि गुन्द्रुकलाई माथिबाट राखिदिने। अब यसलाई पनि यसरी चलाएर तयार गर्दै रहने। अदुवा र लसुनको पेस्टलाई राखेर चलाइदिने। अदुवा र लसुनको पेस्ट अन्तिम साइडमा राख्दाखेरि निकै नै स्वादिलो हुन्छ। छोपेर पकाएर तातो पानी यसलाई कति झोल चाहिन्छ त्यो अनुसार राखेर छोप्दै अनि पकाएर चलाउँदै तयार गर्दै रहने। र यसरी एकदमै सजिलो र मिठो गुन्द्रुक र पिँडालुको रेसिपी तयार पनि हुन थालेको छ। हल्का बाक्लो हुन्छ यस्तो तरिकाले दबाएर तयार गर्ने हो भने। र यसरी निकै नै सजिलो गुन्द्रुक पिँडालुको रेसिपी तयार भयो। खानालाई बनाएर पक्कै पनि नभुल्नुहोला। अबको समयमा अर्को भिडियोसँगै हाम्रो भेट हुनेछ। नमस्ते।